के गर्नु छ? ए मोबाइल हेर्दा छु। तिज आइगयो। तिज आयो भने म के गर्छु त? नाइ के एउटा सल्लाह गरौँ भनेर के। तिजमा के सल्लाह के श्रीमानसित गर्छन् र? तिजमा त आफ्नो दिदीबहिनीसित सल्लाह गर्छन्, त्यहाँबाट आमासित सल्लाह गर्छन्। के श्रीमानसित के साडी लगाएर नाच्ने हो र सँगै के श्रीमानसित सल्लाह गर्ने हो? नाइ पैसा त तपाईँले दिने होला के र साडी किन्नलाई? ए बाबा तिजमा पैसा दिने भनेको त तिजमा लुगा किनिदिने भनेको बाबुआमाले हो, माइतीले हो। मेरो काम त तिजमा दही केरा यताउता किनिदिने हो। कहाँ हुन्छ त्यस्तो? एउटा साडी तपाईँले पनि किनिदिनु पर्छ। एउटा साडी पोर्सल कस्तो राम्रो साडी किनिदिएको थियो त खै त्यो साडीले हुन्न। पोर्सालको साडीले हुन्न, यो पोहोरको तिजको साडीले यो तिजमा हुन्न भन्ने कहाँ लेखेको छ? कस्तो त्यो नियम त्यही हो र के हो यो? हुन्न, किनिदिनु पर्छ एउटा साडी। ओहो मेरो फोन आयो त, पसलबाट फोन आएछ। म त गएँ है। पैसा गऱ्यो कि पैसा माग्यो कि पसलबाट फोन आएछ भनेर भागिहाल्ने हो। अचम्म गर्ने के गर्न पनि।